हेलो गाइज गुड मर्निङ वेलकम ब्याक टु माई न्यू ब्लग। फेरि पनि तपाईँहरूलाई मेरो नयाँ भ्लगमा स्वागत छ। अहिले चाहिँ म मावलमै छु अनि अहिले मैले त्यत्तिकै भ्लग स्टार्ट गरिदिएको होइन। अब हेरौँ आज दिनभरिमा म के गर्ने छु तपाईँहरूलाई मेरो भ्लगमा देखाउने छु। अहिले चाहिँ 9 बजिसकेको छ तर मैले बिहानै उठेर के गरेँ तपाईँलाई देखाउन पाइनँ। मैले बिहान उठेर मामालाई घरको काममा सहयोग गरेँ होइन। मैले रुख काटेँ, माथि गएर घाँस काटेँ, मतलब रुखको घाँस काटेँ अनि त्यसपछि के गरेँ, रुखको घाँस काटेपछि हलो पुऱ्याइदिएँ अनि एकछिन यहाँनिर मामाहरू मकै गोड्दै हुन्छ अनि मकै गोड्न सघाएँ अनि त्यतिखेरदेखि अहिले बसिरहेको छु अनि मैले मकै पोलेको तपाईँलाई देखाउँछु त। मैले मकै पोलिरहेको थिएँ अनि मैले मकै पोल्न आउँदैन नि त, कस्तो मैले मकै पोलेर कस्तो भयो तपाईँलाई देखाउँछु। हाम्रो बुवा चिया खोले पकाउँदै हुनुहुन्छ। बुवा के गर्नुभएको? हजुर गाईलाई खोले पकाउनु भएको? यो चाहिँ मैले के अरे पोलेको मकै होइन, यो चाहिँ यस्तो कालो भइसकेको छ। तपाईँलाई बुवा मैले हेरिदिनु भनेको होइन, तपाईँले हेरिदिनै भने त कालो भएछ त। काम छैन अनि तपाईँ यसरी नै अघिदेखि पकाइराख्नु भएको छ नि, हेरिदिनु भएको थियो भने। गाईलाई खोले दिन थाल्ने, उता घाँस काट्न थालेँ, खोले काट्न थालेँ। तैँले पुग्नामा खोले काट्थेँ थिएँ, खोले दिँदा के गर्दा भुग्ना मारेको डरिहाल्ने काम नभएको मान्छेले त हेर्नु। मैले पनि त यो काटेर ल्याएँ नि, यो नकाटी ल्याएको थियो भने खोले कसले पकाउनुहुन्थ्यो? यहाँ मेरो भ्लगमा केही भनिदिनु त लु, 2 शब्द के भनिदिनु? केही भनिदिनु न। खोले पकाउन बसाएको, यसले घाँस ल्याएर काटेर त्यहाँ राखिदियो, काटेको त्यो काटेर हालेको, खोले पाएको। त्यति नै हो, त्यति नै हो। ए ल त्यसो भए यहाँ चाहिँ हाम्रो अब यो चाहिँ ग्वाली छ। पहिले चाहिँ ग्वाली उतापट्टि थियो अनि यता नयाँ बनाउनु भएको। यो चाहिँ हाम्रो काली गाई छ, गाई चाहिँ यहाँनिर अनि अर्को यहाँनिर बाछो। बुवा यो बाछो हो कि बाछी हो? बाछी चाहिँ यहाँनिर मलाई बसेकी चाहिँ कसरी हेर्नु? अनि त्यसपछि चाहिँ यहाँनिर हाम्रो मामाको बारी छ, के रोप्नु भएको छ। अनि यो चाहिँ पहिले बाख्रा पाल्नुहुन्थ्यो नि, बाख्राको खोर छ होइन। अनि त्यसपछि यता अझै छ, यहाँ सुपारीको बिरुवाहरू छन् अनि यहाँ सुपारी नै सुपारी छ। झापा हो नि त सुपारी त, नभए के झापा हुनु। अनि यहाँ आँपको बोट थियो तर काट्नु भएको रहेछ अहिले। अनि यहाँ कोला छन् अनि यो सुपारी नै सुपारी छ यहाँनिर पनि। अनि यहाँनिरबाट चाहिँ एउटा च्याउ निस्किन्छ गाइस, च्याउ खै के निस्किन्छ, लाम्चो खालको निस्किन्छ। यो फुटाएपछि अहिले चाहिँ फल्ने बेला भएको छैन नि त होइन। के गर्नु त? अनि अहिले यहाँनिर चाहिँ यो अनारस भन्छौँ हामी होइन यसलाई, तर भुइँकटर भन्नुहुन्छ होला तपाईँहरू। म पनि अनारस भन्छु, अनारस भन्छौँ। अनि यहाँ चाहिँ पहिलेको यो के अरे बाख्राको खोर अनि यता ग्वाली छ। अघि मैले पनि देखाइसकेँ। मकै पोलेको उता हेर न, मैले बुवा मैले यहाँ हालिदिएको छु मकै हेर्नु भनेको। यहाँ हेर त मकै के भएको छ। कुन छ त्यहाँ पाकेको थियो भने। अनि त्यसपछि चाहिँ यो चाहिँ हाम्रो मावल। तपाईँलाई मैले पहिलेको भ्लगमा घरभित्रको टुर दिएको थिएँ, म बाहिरको टुर दिन्छु। अनि यो चाहिँ अस्ति भर्खरै यहाँनिर सुपारी बेच्नुहुन्छ नि त मामाले। अनि यहाँनिर मतलब बेच्नुहुन्छ, किन्ने मान्छे आएका थिए अनि यो भर्खर लगेका रहन सुपारी। चाहिँ यहाँनिर थियो क्या ग्वाली, यहाँ पिलर हेर्नु सक्नुहुन्छ। यहाँनिर थियो ग्वाली अनि यहाँनिरबाट उता सरेको छ ग्वाली। अनि यो चाहिँ हाम्रो मामाको गाडी अनि यो चाहिँ मामाको बाइक। यो म सानो हुँदाखेरिदेखि थाहा पाएको बाइक हो, अहिलेसम्म छ यो बाइक होइन। त्यो पनि सेकेन्ड ह्यान्ड किन्नुभएको मामाले। यो बाइक चाहिँ हिजो मैले कुदाएको थिएँ, अब आज पनि कुदाउँछु। मामा काममा जानुहुन्छ अनि कुदाउँछु। मामा त्यो गाडी लिएर काममा जानुहुन्छ अनि म यो गाडी लिएर यो गाडी कुदाउँछु। अनि यहाँ चाहिँ हाम्रो कराउने छ, सुतिरहेको छ। यो ल्याम्ते कुकुर छ, यो अल्छे कुकुर छ। अनि यो चाहिँ हाम्रो मावलको गार्डन, मिनी गार्डन। यहाँ चाहिँ माइजूले दामी फुल रोप्नु भएको छ होइन यतातिर। अनि यो चाहिँ मेरो जेठो मामाको छोराको घर, यो सेतो चाहिँ दादाको।
अनि अहिले चाहिँ म भित्र थिएँ अहिले फेरि मोबाइल हेरिरहेको थिएँ अनि फेरि बाहिर निस्केँ अनि अब चाहिँ के देखाउँ तपाईँलाई मेरो मामलाको अनि यहाँ अगाडि चाहिँ हाम्रो मामलाको पिज हुन आँटेको छ यहाँनिर अनि उहाँ बुवा केही गर्दै हुनुहुन्छ अनि अब यहाँ आसिके चाहिँ भात पकाउन बसिक्यो अरे भात सात केही नपकाइकन मोबाइल हेर्दै रिल्स हेर्दै बसिरहेको थिएँ केही पनि पाएको छैन केही पनि पाएको छैन रिल्स हेर्दै बसिरहेको चाहिँ जगट्टी होस् न जगट्टी भइसकेको छ मैले खानासाना पनि भर्खर खाइसकेको छु अनि आसिके मोबाइल हेर्दै चाहिँ होइन अनि अहिले चाहिँ त्यतिकै हामी बसिरहेको छौँ गीत गाउँदै मेरो टिकटकको लाइभ बस्न मिल्यो क्या गाइस अब चाहिँ म यस्तो जान्ने पनि होइन बाइक कुदाउनु तर पनि अब सिक्दैछु म अब यो बाइक कुदाउनु पर्ने हुन्छ हामीले गाइस म चाहिँ यहाँनिर यसको भ्लग गरिदिँदैछु होइन यसले बाइक यसलाई उल्टो सो गाइस म चाहिँ यहाँनिर यसको भ्लग गरिदिँदैछु होइन बाइक कुदाउँछ अरे नि त अनि भिडियो गर्दा ला यसको मोए मोए भयो गाइस अब बाबाले चाबी ए यहाँ छ त नि कालो नालीमा हाल्छ गाइस यसले अनि कता 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 कुदाउँछस् सो हेरौँ गाइस कसरी कुदाउँदो रहेछ यसले यही कुदाएको ए गाइस लगो यसले लगो गाइस लगो लगो अलिक साह्रो कुदा न स्पिड आमा के साह्रो घाम हौ आयो गाइस आयो 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 नालीमा हात छ होला अहिले तर नाली छैन र कता यति कुदाउन आएछ मर्न आँटेको छ गाइज जुमै हुँदैन त मजाले मलाई घाम भइसक्यो होइन यो चाहिँ कुदाएको कुदै छ छिटो आइज अब गाइज म यसको भिडियो गरिदिने थिइनँ कि मैले टिकटक बनाउँला भनेको थिएँ अनि पहिला मेरो बाइक कुदाएको भिडियो खिच अनि मात्र बनाउनु पर्छ भनौँ अनि त्यही भएर मैले खिचिदिएको होइन यसको यो चाहिँ आउँदैछ फेरि अब हामी टिकटक बनाउँछौँ होइन हान्छ अहिले ओइ नगर न ओइ नगर तोबा तोबा अहिले चाहिँ गाइज मामाको यो बाइक कुदाइसकेको छु मैले अब चाहिँ बाइक जस्तो पनि कुदाइदिन्छु म पर्फेक्ट भइसकेँ होइन अनि टिकटक बनाएर जाने ल आज चिनको एक्जाम सकेको अरे होइन अनि खुसी भएर यहाँ क्वेसन पेपर च्यातेर फालिसकेकी छिन् अनि चाहिँ मैले बाइक कुदाइसकेको छु होइन मैले अगाडि पनि एकचोटि कुदाएको थिएँ निलम मतलब अङ्कलले मलाई सिकाउनु भएको थियो अनि एकचोटि सिकाउनु भएको थियो अनि त्यहाँदेखि कुदाएकै थिइनँ कि अलिअलि आउँछ नि अहिले चाहिँ एक्लै कसैले नसिकाइकन कुदाएको छु फाइनली अब मलाई बाइक आइसकेको छ अब म निन्जा एक्स2R सबै कुदाइदिनेछु अब मोटो भ्लग आउँछ गाइज अब मोटो भ्लग आउँछ गाइज अहिले चाहिँ 1:30 भइसकेको छ अनि मैले चाहिँ डेली मतलब आज दिनभरिमा म के भ्लग बनाउँछु के गर्छु हो त्यसको भ्लग बनाउँछु भनेर थिएँ होइन तर आज दिनभरि म मोबाइल चलाउँदै बसेँ होइन मोबाइल चलाउँदै बसेँ भ्लग बनाउन पाइनँ एकछिन बाइक कुदाएँ मोबाइल चलाएँ होइन अनि अब चाहिँ 1:30 भइसकेको छ अझै दिनै गएन अनि यो चाहिँ यहाँनिर खुट्टाको भ्याक्स गर्दैछ यी अहिले भर्खर काट्दै थिएँ रही पारेर होइन अनि यो चाहिँ भोलि विराटनगर जानको लागि रेडी भयो कि अरे तर मामाले यसको विराटनगर जाने भिजा एप्रुभ गर्नुभएकै छैन हेरौँ अब र पनि तयारी गरेर तर यो अझै तयारी गरिरहेको छ तर मामाले यसको भिजा एप्रुभ नै गर्नुभएको छैन अब मामा काममा जानुभएको छ ड्युटी जानुभएको छ अब अहिले एकछिनमा आउँछ अघि पनि एकलट रोइसक्यो गरेर रोइसक्यो अघि पनि एकलट अनि आज पनि अब एकछिनमा रुन्छे बुवा अघि आसिका रोइ नि भन्दाखेरि हाम्रो चियातिर रोइ नि
देख्नुभयो क्या यसमा ढाँट्दैन क्या। अनि यहाँ चाहिँ करानी सुतिरहेको छ अनि गर्मी छ आज गर्मी के देखाउनु अब केही त छैन यस्तो घाम लागिरहेछ यसो गर्छु बाइक कुदाउँछु अघि पनि 2 मिनेट के अरे मोबाइल हेरेँ 2 मिनट मोबाइल हेरेँ 20 मिनट बाइक चलाएँ अनि फेरि 4 मिनट मोबाइल हेरेँ 20 मिनट बाइक चलाएँ त्यस्तो छु म कुदाउन आएपछि पारे गर्न मन लाग्छ अहिले फेरि मामा आएपछि दिनुहुन्न कुदाउन दिनुहुन्छ तर मैले भनेकै छैन ल्याङ गर भनिदिइहाल्नुहुन्छ नि गाइस अब चाहिँ हामी चाहिँ मेरो पेन्ट घटाउन जानु लाग्यो होइन उता पारेको चिया खाँदैछ अनि मेरो भोलि जानको लागि पेन्ट घटाउनु छ नि त होइन अनि अहिले घटायो भने मात्र नत्र फेरि भोलि यत्रो ठुलो लाएर जानुपर्छ त्यही भएर घटाउनु जान लागेको 100 रुपियाँ पेन्ट मैले चाहिँ हेरौँ अब कति रुपियाँ लिन्छन् सक्दो कम माल गर्ने हो होइन छिटो खाना क्या ढिलो भइसक्यो क्या बन्द हुन्छ फेरि दोकान यहाँ चाहिँ कति ढिलो खाँदैछ नाटक पार्दै सुरुप पार्दै राम्रो क्लिप नबनाए हामी चाहिँ अहिले बाटोमा छौँ यो हाम्रो सुखानी पुल खोलाको पुल अनि उहाँ हाम्रो करने जाँदैछ हामीसँग अनि यो चाहिँ कुकुर नि ऊ त्यहाँ अगाडि छ कुकुर हो त अनि अहिले चाहिँ हामी लुगा सुरु गएको छौँ हाम्रो मावला चाहिँ यता हो ऊ त्यो पनि हाम्रो मावला हो ओए बजिया तर्सिने म त अनि मुटो अनि छोपेर जाँदैछ यो मावलामा बसेको यति भएछ यसले हगेको अहिलेसम्म देखाएको छैन यता आएको हेर त यो आएको गर्ने आइज अब फाइट पऱ्यो ला फाइट पऱ्यो अब एउटा गाउँ अर्को गाउँसँग फाइट पऱ्यो अब यो सिमाना कट्दैनन् क्या सिमाना कट्दैनन् क्या आफ्नो गाउँमा झगडा गर्छ यो चाहिँ यहाँदेखि उता नकट हेर त के गरेको भाइ तैँले यस्तो मुते ठाउँ यो मुते ठाउँ हो झापामै आएको छु नि त आउली नि तँलाई फेरि हेर त यसले चाहिँ किन मुतेको भन्दाखेरि बाटो बिर्सिन्छ भनेर आफ्नै मुत्सुङ्दै आउनको लागि मुतेको यसले हामी चाहिँ यो पुल उताबाट पो जाने हो यहाँनिर हेर्नु सक्नुहुन्छ म पढ्दिनँ आफै पज गरेर पढ्नु होला झ्याउ लाग्छ पढ्नु अनि उता चाहिँ हाम्रो पुल छ यतैबाट जाउँ न भ्यू हेरेर जानुपर्छ उता फोटो पनि खिचिदिउँला यो चाहिँ हाम्रो एउटा सानो मावलाको पार्क छ होइन बुढाबुढीहरूले खेल्ने पार्क छ यहाँनिर चाहिँ यहाँनिर चाहिँ बाल उद्यान अरे कैदलले पर्यटन क्षेत्र अरे यहाँ चाहिँ 20 रुपियाँ लाग्छ जानलाई हामी फ्रीमा जान सक्छौँ हामी हाम्रो मामाको नाम लिऊँ भने हामी फ्रीमा जान सक्छौँ आमाले हाम्रो नाम लिँदै मेरो नाम लिँदै जाऊ छ हौ मेरो नाम लिँदै जाऊ तिमीहरूलाई फ्रीमै सिकाइदिन्छ भन्दै हुन्छ रमेश तर हामी जान्नौँ यहाँनिर पनि यस्तो राम्रो ठाउँ छ बुर्ज खलिफा छ उतानिर यो चाहिँ भुटानको मान्छेले बनाएको अरे पैसा पठाएर नाम पनि के पो अरे भुटानी के अरे नाम शरणार्थी भुटानी शरणार्थी स्मृति पार्क अरे यहाँ चाहिँ बुर्ज खलिफा छ हाम्रो खुन्नावारीकै सबभन्दा ठुलो लुगा पसलमा त्यस्तै त घटाउने हो नि बनाउने पसलमा सोध्थ्यो सुन पसलमा गएर सुन पाइन्छ भनेर सोध्छन् क्युटी यता हेर न अहिले चाहिँ हामी फेरि घरतिर फर्किँदैछौँ त्यहाँ एकछिन चटपटे खायौँ अनि यहाँ मामाहरूकोमा एकछिन अड्कीमा हामी कुकुर खेलाउँदै बस्यौँ एकछिन अनि अहिले आली फेरि घरतिर गएको छु म यहाँ घर अगाडिसम्म ल्याइसकेछ माटो हाल्नलाई टिप्परले घर अगाडिसम्म गिटी हालिसकेछ हाम्रो त्यहाँ माउलो अगाडि पिच हुँदैछ नि त अनि गिटी घर अगाडिसम्म आइपुगिसकेछ त्यो स्कुटी कसको कुदाम न उद्या आऊ
अहिले चाहिँ गाइज हामी बुइनलाई बोकेर घरतिर जाँदैछौँ। हामी यहाँ आएको थियौँ। के गर्यौ अहिले घर यहाँ ए के भन्छौ अल्छी म मोबाइल हेरिरहेको छु। अघि के गरेर आयौँ उता पारी गएर आयौँ होइन। अनि अब आजको डेली म के गर्छु भनेर भनिरहेको थिएँ, तर आज म दिनभरि नै मोबाइल चलाउँदै बसेँ। अब हामी भोलि बिहानै 7 बजीको बसमा विराटनगर जान्छौँ। ल थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई। डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सेयर, सब्सक्राइब।